झापाको दमकद सेतुमारी स्थित मावाखोलामा रहेको सेतुमारी जदाह मुक्तिघाटमा निर्माण गरिएको शवदाह स्थल सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ। कोशी प्रदेश सरकार दमक नगरपालिका र 10 नम्बर वडा कार्यालयको अघिल्लो आर्थिक वर्षको 17 लाख बढीको लागतमा सेतुमारी जदाह मुक्तिघाटमा शवदाह स्थल निर्माण गरिएको हो। सो मुक्तिघाट शवदाह स्थलको बिहिबार पुराई तथा सरसफाई गरिएसँगै शवदाह स्थल सञ्चालनमा ल्याउन सहज भएको छ। सेतुमारी जदाह मुक्तिघाटमा अझै पनि धेरै पूर्वाधार निर्माणका कामहरू बाँकी रहेका छन्। मुक्तिघाटमा सडक, विद्युत, शौचालय, खानेपानी, क्रियापुत्री स्नानघर, मलामी खाजाघर लगायत मलामी बस्नका लागि फलैचा निर्माणको काम बाँकी रहेका छन्। दमकको दक्षिणी क्षेत्रमा पहिलो पटक यस स्थानमा शवदाह स्थल निर्माण गरिएको हो। यस क्षेत्रमा व्यवस्थित शवदाह स्थल नहुँदा यहाँका सर्वसाधारणलाई मृत्युपछिको अन्तिम दाह संस्कार गर्न निकै समस्या हुँदै आएको थियो।